हामी सबैले यस्ता भिडियोहरू हेरेका छौँ, किताबहरू पढेका छौँ, जसले हाम्रो जीवन परिवर्तन गर्ने बाचा गर्छ, तर केही परिवर्तन हुँदैन हैन? हामी जहाँ थियौँ त्यही हुन्छौँ। आखिर किन यस्तो हुन्छ त? आज हामी यही जान्ने र गर्ने बीचको त्यो खाडललाई विज्ञानको मद्दतले कसरी पुर्ने भनेर बुझ्नेछौँ। ल, यसमा डुबुल्की मारौँ। यो भनाइले समस्यालाई ठ्याक्कै समात्छ हैन त? यो कस्तो हो भने हामी घण्टौँसम्म प्रेरणादायी भिडियोहरू हेर्छौँ, किताबहरू पढ्छौँ, तर वास्तविक जीवनमा त्यसको कुनै असर देखिँदैन। यो त केवल जानकारी मात्रै लिएको जस्तो भयो, त्यसबाट कुनै पोषणै नपाए जस्तो। हो, यही समस्यालाई जान्ने गर्ने खाडल भनिन्छ र यो एकदमै सामान्य अनुभव हो। हामी ज्ञान त बटुल्छौँ, तर त्यसलाई व्यवहारमा उतार्न भने साह्रै गाह्रो हुन्छ। र यो एकदमै सामान्य कुरा हो है। हामीमध्ये धेरैले जानकारी जम्मा गर्छौँ, तर जब केही गर्ने बेला आउँछ हामी कता कता अड्किन्छौँ। तर यो हाम्रो कमजोरी होइन, यो त एउटा साझा मानवीय चुनौती हो जसको समाधान पनि छ। अनि आखिर प्रश्न यहीँनिर आउँछ, यदि हामीलाई के सही हो भनेर थाहा छ भने हामी त्यो किन गर्दैनौँ त? यसको जवाफ कुनै रहस्यमय शक्तिमा होइन, बरु हाम्रो दिमागको अनौठो बनावटमै लुकेको छ। अब कुरा साँच्चै रोचक बन्दैछ। हामीले सोचे जस्तो यो समस्या इच्छा शक्तिको कमीले होइन रहेछ। यो त हाम्रो दिमागले जानकारीलाई कसरी लिन्छ र त्यसलाई काममा कसरी लगाउँछ भन्ने कुरामा भर पर्ने रहेछ। त्यसैले आफूलाई अल्छी भनेर दोष दिन छोडौँ र यसलाई वैज्ञानिक दृष्टिकोणबाट हेरौँ। यो एक स्नायु प्रणालीको समस्या हो, कुनै नैतिक कमजोरी होइन। र जब हामी यसको पछाडिको विज्ञान बुझ्छौँ नि, तब हामी यसलाई समाधान गर्न पनि सक्छौँ। ल हेर्नुस्, हाम्रो दिमागमा दुईवटा छुट्टा छुट्टै तर एकदमै शक्तिशाली प्रणालीहरू छन्। पहिलो हो जान्ने मस्तिष्क, जसलाई हाम्रो व्यक्तिगत पुस्तकालय पनि भन्न सकिन्छ। यो हिप्पोक्याम्पसमा हुन्छ र यसले तथ्य र जानकारी भण्डार गर्छ। अनि अर्को हो गर्ने मस्तिष्क, हाम्रो ककपेट, जसले फ्रन्टल लोबबाट वास्तविक निर्णयहरू लिन्छ र काम सुरु गराउँछ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यी दुई प्रणालीहरू आफै जोडिएका हुँदैनन्। त्यसैले त केही कुरा थाहा हुनु र त्यसलाई व्यवहारमा ल्याउनु दुई बिल्कुलै फरक कुरा हो। यो पुस्तकालय र ककपिटको उदाहरणले कुरालाई एकदमै सरल बनाउँछ हैन त? हामीले पढेको वा सुनेको जेसुकै कुरा पनि सिधै हाम्रो पुस्तकालयमा गएर थुप्रिन्छ। तर हाम्रो कामलाई नियन्त्रण गर्ने ककपिटसम्म त्यो जानकारी पुर्याउनका लागि चाहिँ हामीले एउटा बलियो पुल बनाउनै पर्छ। त्यसो भए त्यो पुल कसरी बनाउने त? हो, यसको समाधान हो जानकारीको हेरफेर। अब यसको मतलब के हो भने जानकारीलाई केवल सुन्ने वा पढ्ने मात्र होइन, तर त्यससँग सक्रिय रूपमा खेल्नु, त्यसलाई तोडमोड गर्नु र त्यसलाई आफ्नो जीवनमा कसरी लागू गर्न सकिन्छ भनेर सङ्घर्ष गर्नु हो। यहाँ तीनवटा ठोस कदमहरू छन् जसले त्यो पुल बनाउन मद्दत गर्छ। पहिलो, सिकेको कुरालाई तुरन्तै लागू गर्ने प्रयास गर्नुहोस्, ताकि त्यो किताबमा मात्र सीमित नहोस्। दोस्रो, एउटै कुरालाई कम्तीमा 6 पटक दोहोऱ्याउनुहोस्, किनकि हाम्रो मस्तिष्कलाई नयाँ बाटो बनाउन समय लाग्छ। र सबैभन्दा महत्त्वपूर्ण, तेस्रो, जब केही कुरा बुझ्न गाह्रो लाग्छ नि, त्यसबाट नभाग्नुहोस्, त्यसलाई अँगाल्नुहोस्। हो, त्यो सङ्घर्ष नै वास्तवमा तपाईँको मस्तिष्कले ज्ञानलाई कार्यमा बदल्दै गरेको सङ्केत हो। ल, हामीले मस्तिष्कको पुल बनाउने सिद्धान्त त बुझ्यौँ, तर अब यसलाई हाम्रो अस्तव्यस्त दैनिकी र कहिले नसकिने त्यो टु डु लिस्टमा कसरी लागू गर्ने त? यो हामी सबैको साझा दुविधा हो होइन र? कामको यति लामो लिस्ट छ, कुन चाहिँ पहिले गर्ने? सबैभन्दा महत्त्वपूर्ण काम वा सबैभन्दा सजिलो? यहाँ डाक्टर के को एउटा बिल्कुलै फरक र शक्तिशाली दृष्टिकोण छ। उहाँले एउटा रोचक रूपरेखा दिनुभएको छ, बन्चरो विरुद्ध मिठा फल। अब यो बन्चरो भनेको के हो त? यो भनेको ती कामहरू हुन् जसले हामीलाई सबैभन्दा धेरै मानसिक तनाव दिन्छन्, ती कामहरू जुन हामीले नगर्दा पनि हाम्रो दिमागमा घुमिरहन्छन् र हाम्रो ऊर्जा खाइरहन्छन्। अर्कोतर्फ मिठा फल भनेका ती कामहरू हुन् जसले हामीलाई आनन्द र ऊर्जा दिन्छन्। त्यसैले रणनीति अलि उल्टो छ, तर एकदमै प्रभावकारी। सबैभन्दा पहिले त्यो बन्चरोलाई नै हटाउनुहोस्, जसले तपाईँको मानसिक ऊर्जा चुसिरहेको छ। त्यो काम सकिने बित्तिकै जुन राहत महसुस हुन्छ नि, त्यो अद्भुत हुन्छ। त्यसपछि जब तपाईँको ऊर्जा सबैभन्दा उच्च हुन्छ, मिठा फल जस्ता रमाइला कामहरू गर्नुहोस्। यसले तपाईँलाई थप गति दिन्छ र बाँकी कामहरू पनि सजिलै सम्पन्न हुन्छन्। कामलाई सजिलो बनाउने अर्को एउटा शक्तिशाली तरिका हो आफ्नो वातावरणलाई मिलाउनु। अब यसको मतलब आफ्नो डेस्क सफा राख्ने वा फोनलाई साइलेन्टमा राख्ने जस्ता बाहिरी कुराहरू मात्र होइन, तर पर्याप्त पानी पिएर र आफ्नो मनलाई शान्त राखेर आफ्नो भित्री वातावरणलाई पनि व्यवस्थित गर्नु हो। अब एउटा यस्तो मानसिकताको कुरा गरौँ जसले यी सबै कुराहरूलाई एकसाथ जोड्छ।
र सायद यो नै सबैभन्दा महत्त्वपूर्ण पाठ हो। यो एउटा अनौठो तर सत्य विरोधाभास हो। हाम्रो समाजले हामीलाई सधैँ सजिलो बाटो खोज्न सिकाउँछ, छिटो समाधान खोज्न लगाउँछ, तर अक्सर त्यही सजिलो बाटोले नै हाम्रो जीवनलाई झन कठिन बनाइदिन्छ। यो शक्तिशाली भनाइले हामीलाई गहिरोसँग सोच्न बाध्य बनाउँछ। चीजहरूलाई सजिलो बनाउनु आफ्नो जीवनलाई गाह्रो बनाउने एउटा धेरै राम्रो तरिका हो। सोच्नुस् त, कतै सजिलोपनको खोजीले नै हामीलाई कमजोर र असक्षम त बनाइरहेको छैन? त्यसैले अन्त्यमा मुख्य सन्देश के हो भने, जब कुनै कुरा गाह्रो लाग्छ त्यसलाई असफलताको सङ्केत नठान्नुहोस्। त्यो सङ्घर्ष नै तपाईँको मस्तिष्कले जान्ने र गर्ने बीचको त्यो बलियो पुल बनाइरहेको हो। त्यो सङ्घर्ष नै वास्तविक प्रगति हो।